Hi everyone. Hi everyone, म चाहिँ प्रसन्ना and welcome back to my channel. This is my second YouTube vlog after 3 months maybe. अनि मलाई आज यो vlog बनाउन मोटिभेट गरेको चाहिँ एउटा simple message from my customer make a YouTube video. She replied to me and this is what that motivated me. I have nothing special to show it to you guys. तर for me it's very special. कस्तो हुन्छ भन्दाखेरि YouTube vlog बनाउने बेलामा you wait for things to happen. एकदमै खतरनाक कुरा हुन्छ अनि म YouTube video बनाउँछु भन्ने हुन्छ. तर sometimes you just need to show what you have, what you are doing random because boring day for you might be exciting day for someone else. त्यही भएर चाहिँ I'm doing this. अनि आज चाहिँ के भएको छ भन्दाखेरि little story time. म चाहिँ पहिला यस्तो देखिन्थेँ. मेरो चाहिँ फेसियल हेयरहरू एकदमै धेरै थियो अनि आई युज टु फिल इन्सेक्योर म माथि. अनि त्यसपछि मलाई हुन्छ नि मेकअप चाहिँ एकदमै गर्न मन मेकअप एकदमै गर्न मन थियो. तर कहिले पनि त्यो फेसियल हेयरले गर्दा राम्रो नदेखिने, कन्फिडेन्टै फिल नहुने, झन् यो चस्मा लाएर मात्रै राम्रो देखिन्छ भन्ने माइन्डसेट थियो क्या मेरो. चस्मा खोल्नै मन नलाग्ने किनकि एभ्री टाइम मैले चस्मा खोल्दा पिपल युज टु से कस्तो अर्कै देखेको होइन. अनि बच्चाहरूले झुट बोल्दैन भन्छ नि, तिनीहरू बच्चाहरूले के भन्यो भने यो दिदीको त जुङ्गा छ भनेर जिस्काउने कि. अनि त्यस्तो हुन्थ्यो. अनि आई नेभर फेल सेक्योर हुन्छ नि. अनि त्यति बेला मेकअप भन्ने कुरा मलाई मनै पर्दैन थियो बिकज आई न्यू त्यसले मलाई राम्रो देखिँदैन. नट बिकज आई डिड नट वान्ट टु डु बट बिकज हुन्छ नि म गर्न पाउँदिनँ, मलाई सुहाउँदैन भनेर चाहिँ मलाई मेकअप मन पर्दैन थियो. बट देन पछि 10 पछि चाहिँ मैले मेरो आइब्रो गरेँ, अप्पर लिप्स गरेँ. तर 11-12मा स्टिल मलाई मेकअपको जिरो नलेज थियो. म मोइस्चराइजर सनस्क्रिन पनि लाउँदिनँ थिएँ. मलाई थाहा पनि थिएन होइन सुरुमा के लाउँछ, सुरुमा मोइस्चराइजर लाउँछ कि सुरुमा सनस्क्रिन लाउँछ त्यो पनि थाहा थिएन. अलिकता धेरै नै गफ लाए जस्तो लाग्छ तर द्याट इज द ट्रुथ. म त्यस्तै नै नेभ थियो. अनि के भयो भन्दाखेरि 11-12मा गएपछि दिदीले मलाई सिकायो मोइस्चराइजर सनस्क्रिन चाहिँ लाउनुपर्छ भनेर. अनि आई स्टार्टेड युजिङ मोइस्चराइजर सनस्क्रिन. त्यो पनि एकदमै डेली त होइन, कहिलेकाहीँ सम्झेको बेला. अनि आफ्टर 12 चाहिँ आई केम टु काठमाडौँ. स्टिल 1 इयर मैले केही पनि गरिनँ, ब्याचलर पढेको. अनि त्यसपछि सडनली आई वान्टेड टु डु मेकअप हुन्छ नि कस्तो चाहिँ देखिन्छ मलाई भनेर. अनि आई न्यू सुहाउँदैन भनेर तर पनि आई वान्टेड टु गिभ इट अ ट्राई. अनि आई डिड. मैले चाहिँ एकैचोटि के किनेको थिएँ, यो अझैसम्म पनि छ कि मेरो त्यो प्रोडक्टहरू जस्तो कि यो सेटिङ स्प्रे. त्यति बेला किनेको सेटिङ स्प्रे अहिले पनि छ, यति बाँकी छ होइन. सेटिङ स्प्रे भयो. अनि सुरुमा थाहा थिएन. अनि सुरुमा मेकअप किन्दा मैले आइलाइनर र सेटिङ स्प्रे अनि फाउन्डेसन किनेको थिएँ. अनि ब्लस भन्ने कुरा मलाई थाहा थिएन. ब्लस पनि लाएर राम्रो देखिन्छ. अनि पछि त्यो थाहा पाएँ ब्लस किन्नुपर्ने रहेछ, ब्लस लाउनु पर्ने रहेछ राम्रो देखिनको लागि होइन. त्यस्तो भयो. अनि त्यस्तो हुँदै गयो. अनि मैले बिस्तारै सामान किन्न थालेँ. तर धेरै त्यो एउटै कुरा के जस्तो कि अब म ब्लस लाउँछु भने ब्लस नै अर्कोको एल्फको. अब जस्तो कि मैले सुरुमा किनेको थिएँ खोइ के को ब्लस किनेँ, एले गर्लको होला, एले गर्लको ब्लस किनेँ. अनि पछि मैले एल्फको ब्लस किनेँ. हुन्छ नि एउटै कुरा. त्यस्तो फुल्ली ग्ल्याम मेकअप जुन यस्तोवाला पिक्चरहरूमा देख्नुहुन्छ नि गर्न चाहिँ मन हुने तर आउँदैन थियो नि त. अनि किन्दा पनि किन्न ट्राई पनि गर्न कहिले पनि. अनि के भयो फ्यु डेज ब्याक मैले चाहिँ I did a makeup, full glam makeup for the first time होइन. अनि म्यान आई फेल इन लभ विथ माइसेल्फ. यस्तो मन पऱ्यो क्या मलाई, म आफू नै मन पऱ्यो क्या. यस्तो आई वाज अब्सेस्ड विथ माइसेल्फ. हुन्छ नि मिररमा हेरेको गर्न मन लाग्ने त्यस्तो खालको भइसकेको थियो. अनि त्यसपछि आई कुड नट स्टप के थिङ्किङ अबाउट इट. हुन्छ नि मलाई पनि गर्न आएको भए, मलाई पनि यस्तो मेकअप गर्न आएको भए. डेली त अब पार्लर जान मिल्दैन. अनि हुन्छ नि. अनि मैले टिकटकमा स्क्रोल गर्न थालेँ मेकअप ट्युटोरियल, यस्तो खालको मेकअप, सफ्ट ग्ल्याम मेकअप कसरी गर्ने सबै गरेँ. अनि त्यो हेर्दै प्रोडक्टहरू भन्न थाल्यो. आफूसँग त केही छैन, भयो जस्तो त लाग्छ तर केही पनि छैन जस्तो लागेको कि त्यो हेर्दै गएपछि चाहिँ. अनि वाट आई डिड, योर सिस्टर बट एभ्रिथिङ द्याट सी निडेड एउटा हुन्छ नि फुल फेस मेकअप गर्नको लागि. अनि आई एम गोइङ टु सो इट टु यु गाइज. आज सपिङ हल पनि हुन्छ यसमा. अनि त्यही हो. अब म माइक यता राख्छु अनि आई सो यु गाइज मैले के किनेँ भनेर है त. अनि मेन कुरा भनेको डु नट जज मी इफ मैले कुनै पनि प्रडक्टको नाम मिसस्पेल गरेँ भने. किनकि आई जेन्युनली दिस इज माई जेन्युनली फर्स्ट टाइम युजिङ एभ्रिथिङ. हुन्छ नि रेयर ब्युटीहरू त सुनेकै नाम भयो, यो त म पहिल्यैदेखि युज गर्थेँ रेयर ब्युटीहरू. अनि मेबिलिन भयो, एल्फ भयो, पहिले बेनिफिट होइन त्यो म पहिले गर्थेँ. तर शार्लेट टिल्बरी, हुडा ब्युटी दिस आर माई फर्स्ट टाइम युजिङ इट. अनि आई एम सोइङ इट टु यु गाइज.
सो मैले चाहिँ सबै कुरा सोरायसबाटै किनेको थिएँ बिकज इन्टरनेटमा हेर्दा पनि यो मात्रै आयो अनि अर्को भनेको चाहिँ विम्सी थियो त्यो चाहिँ इटरीमा रहेछ सो अर्डर गर्दाखेरि म चाहिँ कस्तो मान्छे भने चाहेपछि चाह्यो म वेट गर्न सक्दिनँ त्यस्तो भएर अनि मैले किनिहालेँ ल सुरुदेखि गर्छु है त मेसोडाको प्राइमर ल देखेन यसको प्राइमर यो चाहिँ मेरो ड्राई स्किन छ त्यही भएर मैले चाहिँ त्यहाँ के भन्यो भन्दाखेरि आई डु नट मैले फर्स्ट टाइम गर्न आँटेको अनि क्यान यु गाइज रिकमेन्ड मी कस्तो मैले के चाहिएको छ म भन्छु अनि प्रोडक्टहरू चाहिँ हजुरले नै रिकमेन्ड गर्नु भनेर चाहिँ भनेको थिएँ अनि मेसोडाको यो चाहिँ अलिकता त ओइली स्किनहरूलाई हुने खालको रहेछ त्यही भएर यो लिएँ अनि अर्को भनेको शार्लेट टिल्बरीको फाउन्डेसन यो चाहिँ अब हुन्छ नि आइ एम रियली एक्साइटेड टु ट्राई इट आफ्नो मैले फर्स्ट टाइम मेकअप गरेको पनि भ्लगमा बनाउँछु आज त गर्दिनँ किनकि मसँग एनर्जी नै कति बजिसक्यो अहिले नै 6:30 बजिसक्यो बेलुकाको अनि आई हेभ नो एनर्जी अघि भर्खर कामबाट आएको सो शार्लेट टिल्बरीको फाउन्डेसन अनि त्यसपछि अनि सेन्टेलाको मोइस्चराइजर किनकि मेरो अलरेडी सकेको थियो म ब्युटी अफ जोसनको युज गर्थेँ म यो युज गर्थेँ तर अनि सनस्क्रिन पनि म सेन्टेलाको युज गर्थेँ कि अनि एकदमै राम्रो गरेको थियो मेरो स्किनलाई अनि त्यही भएर सेन्टेलाकै मोइस्चराइजर किन नकिन्ने भनेर मैले सेन्टेलाकै मोइस्चराइजर किनेँ अनि अर्को भनेको नार्सको कन्सिलर यसलाई चाहिँ ब्रस चाहिन्छ लाउनको लागि मलाई चाहिँ त्यो स्टिकवाला चाहिएको थियो तर त्यो रहेछ अनि कहाँ खोज्नु भनेर त्यहीँबाट नार्सको एकदमै राम्रो छ अरे यो खोलेर देखाइदिन्छु यो वाला रहेछ कन्सिलर अनि यही लिएँ मैले अलिकता लिक कस्तो अनि अर्को भनेको चाहिँ हुडा ब्युटीको पाउडर लुज पाउडर मेरो फर्स्ट हुडा ब्युटी प्रोडक्ट अनि अर्को भनेको मेरो लिक्विड ब्लस रेयर ब्युटीकै अलरेडी मेरो दिदीले चाहिँ बाहिरबाट आउँदाखेरि यो होपमा यो ल्याएको थियो रेयर ब्युटीको अनि वान अफ द बेस्ट 2 वर्षै हुन आँटिसक्यो अझैसम्म छ कि त्यति धेरै प्रोडक्ट हुँदो रहेछ ब्लसहरूमा इभन एल्फको पनि एकदमै राम्रो छ अनि कति धेरै पनि हुन्छ वान टाइम इन्भेस्टमेन्ट जस्तो लाग्छ मलाई ब्लसहरू चाहिँ अब फाउन्डेसनहरू चाहिँ आई हेभन्ट युज त्यति धेरै त्यही भएर थाहा छैन सो मैले चाहिँ ह्याप्पी सेडमा लिएँ मलाई प्याकेजिङ नै मनपर्छ कि रेयर ब्युटीको चाहिँ युआर रेयर भनेर पनि लेखेछ अनि अर्को भनेको अल नाइटरको सेटिङ स्प्रे अनि मेसुडाकै आइलाइनरले तलको आई गाजल खालको यो अनि त्यसपछि यो ब्रन्जर चाहिँ मलाई कस्तो त बेनिफिटको किन्न मन थियो किनकि टिकटकमा सबै धेरै रिकमेन्ड तर पाउँदै पाएन अनि ट्राई गर्न मात्रै यो गर्छु टेक्निकको अनि पछि किन्छु भनेर मैले यो लिएँ अनि टेक्निकको चाहिँ अझै एउटा मेरो एकजना दिदीले दिनुभएको थियो हाइलाइटर त्यही भएर मैले हाइलाइटर चाहिँ किन्दिनँ किनकि यो पनि छ हाइलाइटर चाहिँ मसँग अलरेडी कुन एउटा चाहिँ बेनिफिटको यो लिक्विडवाला छ अनि एउटा यो अस्ति भर्खर दिनुभएकोवाला एकदमै राम्रो छ यो अनि त्यसपछि अर्को पनि बेनिफिटको तर यस्तोवाला हाइलाइटर सो मैले हाइलाइटर चाहिँ किन्न बिकज आई थिङ्क सुरुमा ट्राई गर्नको लागि 3टा नै छ अनि अर्को कुरा भनेको डियोरको देखेको थिएँ कस्तो किन्न मन थियो तर बट छ अलरेडी किन किन्ने होइन नभएको कुरा चाहिँ किन्नु अहिले इन्भेस्टमेन्ट त्यसमा लगाऊँ भनेर हो अनि यो किने अनि त्यसपछि वेट एन्ड वाइल्डको आइब्रो सेट गर्ने अनि अर्को मैले के किने रेजर पनि चाहिरहेको थियो फेस रेजर अनि यो किने अरू त यति नै हो आई गेस यति नै हो झोला खाली भइसक्यो अनि त्यही हो अब आई एम स्टार्टिङ मेरो फुल ग्ल्याम मेकअप जर्नी होइन यस्तो हो कि मेकअप जर्नी भन्दा पनि मलाई चाहिँ आफ्नो मेकअप गर्ने हो अनि चाहिँ म फर्स्ट टाइम मेकअप गरेको पनि हाल्नेवाला छु अनि किनकि कस्तो हुन्छ के हुन्छ इभन त नराम्रै भए पनि जोकरै जस्तो देखे पनि किनकि अभियसली ट्राई गर्दा सिक्दाखेरि सुरुमा नराम्रै हुन्छ अनि त्यस्तो देखे पनि आई विल नट हेजिटेट टु पोस्ट द भिडियो आई एम गोइङ टु टेक यु थ्रु दिस जर्नी अफ मी लर्निङ माई सेल्फ मेकअप अनि त्यही हो आजको भिडियोको लागि आई गेस यति
नै अब अर्को भिडियोमा भेटौँ। कति मिनटको भयो यो भिडियो? यो चाहिँ म यत्तिकै 10 मिनटको भएछ ल। म यो यत्तिकै नै अपलोड गरिदिन्छु। म केही एडिट गर्नेवाला छुइनँ। म यत्तिकै अपलोड गरिदिन्छु। बाई बाई भन्छु मेरो बुन्चु, मेरो बुन्चु, मेरो बुन्चु। यहाँ आउ न अब मेरो बुन्टुले बाई बाई भन्छ नि। मेरो बुन्टुले बाई बाई भन्छ नि। बाई 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 भन्छ। उता हेर न खुलै छ। बाई बाई। ओ ल ल ल बाई बाई।